महादेव मेरो अनन्त लिङ्गेश्वरनाथ यहाँ आन्दोलन नहुनु भएको छ तपाईँ पनि आज हो त अनि यो अपराधीहरूले देश बर्बाद बनाइसके के गर्ने यो गोरक्ष भूमि हो यो गोरक्ष भूमिको बलात्कार गरिदिने रेप गरिदिने यो अपराधीहरूले तपस्या छोडेर आउनु भएको छ माइती घर मण्डल छोड्नु परेन त अनि अब यो अपराधीहरूले निर्दोष व्यक्तिलाई दोषी बनाउँछन् आफूले गिरिबन्धु ट्रस्ट बेचेर खायो लौडा बेचेर खायो मदन भण्डारीलाई मारेर विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर राज गर्यो शेरबहादुर देउवाले महाकाली बेच्ने बेला एमालेसँग सम्झौता गर्यो पूर्वमा टिस्टा पश्चिममा कङ्गडा उत्तरमा तिब्बत दक्षिणमा लङ्का श्रीलङ्का भारत नेपाल थियो मेरो भन्ने मैले किताबमा पढेको थिएँ खोइ पत्रकारले भन्नुहोस् अब खोइ अरू त सबै सोध्नुहुन्छ तपाईँहरू खोइ पत्रकार बेचे भन्छन् पत्रकारले किन भनेन त दुनियाँलाई सोध्न मात्रै सक्ने पत्रकारले सही कुरो बोल्न किन नसक्ने बोल्न किन नसक्ने कि दुनियाँका मुख माइक लगाएर पैसा कमाउने हो नि भन म राति 12 बजे आउनु गालीको खप्पर लिएर आउनु कति पैसा चाहिन्छ मिडियालाई म त्यति दिदिन्छु कि त सत्य कुरा बोल्नु मिडियाले पनि असत्य नबोल्नु जता सत्य छ त्यता एकलौटे लाग्नु युवाले परिवर्तन गर्छ भनेर आन्दोलनमा जनता मराउने काम पत्रकारले नगर्नु होइन छैन पत्रकारले पनि उल्टो लेख्छ मैले धेरैलाई देखेको छु उल्टो लेख्ने पत्रकार अनि कांग्रेस एमाले माओवादी यी तिनटैका छन् झोले पत्रकारहरू मैले देखेको छु प्रष्ट मेरो आँखाले त्यतिकै म यो आन्दोलनमा झोले झाम्डे होइन अब मर्ने बेला आइरहेछ यिनको काल आइसक्यो मार्ने होइन आफै मर्छन् तपाईले अपराध गर्नुभयो भने त्यो अपराधले तपाईलाई आफै मार्छ के कसैले मार हो नि देखिन्छ नि किनभने तपाईको घरमा 5 वटा दिदी बहिनी छन् त्यही नारी श्रीमती हो त्यही नारी भाउजू हो त्यही नारी आमा हो भने किन यिनीहरूले चिनेनन् त त्यो केपी शर्मा ओलीले चिन्नु पर्ने हैन पत्रकारले भन्न सक्नु पर्दैन तपाईहरुले केपी शर्मा ओलीले गिरिबन्धु ट्रस्ट बेचेर खाएको हो यसलाई राजीनामा निकाल्नु पर्छ भनेर सबै मिडियाले किन बोल्न सक्नुहुन्न खाली जनताका मुख पाइप लगे बस मुखमा पाइप लगे त्यो हुँदैन अब पत्रकारले बोल्नुपर्छ सत्य कुरो अब पत्रकारले बोल्नुपर्छ कुनै पार्टीको हुनुहुन्न बस तर सत्य कुरा यथार्थ मिडियाले बोल्नुपर्छ अहिले राष्ट्रिय झण्डा बोकेर आउनु भएको छ रविलाई न्याय दिनु पर्यो भनिराख्नु भएको छ हो त न्याय परेको हो रविलाई हो रवि अन्याय परेको नत्र भने केपी शर्मा ओलीले गिरिबन्धु ट्रस्ट बेचेर खाएर प्रधानमन्त्री बन्न पाउने अनि उले निर्दोष व्यक्तिलाई चाहिँ जो अमेरिकाबाट आयो 2टा नागरिक 40 लाख नेपालीको दोहोरो नागरिकता छ